हेलो एभ्रिबडी है 2077 सालको क्वेसन नम्बर 4मा सजिएको ग्रिन्स फङ्सनको क्वेसन हो यो चाहिँ। अनि क्वेसन चाहिँ यो छ के अरे वाइ डबल ड्यास होइन डबल डेरिभेटिभ अफ वाइ प्लस ल्याम्डा वाइ इक्वल टु 0 छ होइन। यसको लागि चाहिँ बााउन्ड्री कन्डिसनहरू के दिएको हुन्छ भन्दाखेरि वाइ 0 इक्वल टु होइन वाइ 0 इक्वल टु 0 र वाइ 1 इक्वल टु के हुन्छ 0। यो दुईवटा चाहिँ बााउन्ड्री कन्डिसन हामीले युज गर्नुपर्ने हुन्छ ठिक। अनि यसमा चाहिँ हामीले के भ्यालु पत्ता लगाउनु पर्ने हुन्छ भन्दाखेरि चाहिँ आइजेन भ्यालु ल्याम्डा इक्वल टु वाट ल्याम्डाको भ्यालु पत्ता लगाउनु पर्ने हुन्छ। अनि त्यसपछि ग्रिन्स फङ्सन्स र आइजेन भ्यालु ल्याम्डा चाहिँ पत्ता लगाउनु पर्छ ठिक छ। दुईवटा चिज चाहिँ पत्ता लगाउनु पर्छ, एउटा ल्याम्डा पत्ता लगाउनु पर्छ आइजेन भ्यालु ल्याम्डा, अर्को के गर्नु ग्रिन्स फङ्सन चाहिँ पत्ता लगाउनु पर्छ। अब हाम्रो यसको लागि चाहिँ तीनवटा केस हुन्छ ल्याम्डा इक्वल टु 0, ल्याम्डा स्मलर देन 0, ल्याम्डा ग्रेटर देन 0। यो ल्याम्डा क्या ल्याम्डा इक्वल टु 0 राखेर हेरौँ। ल्याम्डा इक्वल टु 0 राख्यो त्यसमा चाहिँ अब वाइ यसमा चाहिँ के हुन्छ 0 हुन्छ। वाइ डबल ड्यास प्लस 0 इक्वल टु 0, वाइ डबल ड्यास इक्वल टु 0 हुन्छ होइन। यसको दुईवटा सोल्युसन हुन्छ होइन। 0 राख्दाखेरि चाहिँ अब वाइ डबल ड्यास इक्वल टु 0 आयो। यसको चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ वाइ इक्वल टु C1x प्लस C2 भन्ने एउटा चाहिँ के हुन्छ जेनरल सोल्युसन हुन्छ। यसको जेनरल सोल्युसनमा हामीले के गर्छौँ भन्दाखेरि बााउन्ड्री कन्डिसन युज गर्छौँ। दुईवटा दिएको बााउन्ड्री कन्डिसन वाइ 0 इक्वल टु 0 भन्ने फर्स्ट बााउन्ड्री कन्डिसन छ, त्यो बााउन्ड्री कन्डिसनलाई युज गर्छौँ। त्यो बााउन्ड्री कन्डिसनलाई युज गर्दाखेरि C2 इक्वल टु 0 आउँछ। अब फेरि गएर चाहिँ यसमा चाहिँ हामीले के गर्छौँ, यो छ हाम्रो मेन इक्वेसन होइन। यो जेनरल सोल्युसन आएको छ, सोल्युसन यो आएको छ। यो सोल्युसनमा लगेर चाहिँ हामीले के अब फेरि भने चाहिँ हामीले बााउन्ड्री कन्डिसन चाहिँ युज गर्छौँ। बााउन्ड्री कन्डिसन युज गर्दाखेरि के हुन्छ भन्नु त C2 इक्वल टु 0 आइसकेको छ, वाइ इक्वल टु C1x आएको छ। यसमा गएर चाहिँ हामीले युज गर्छौँ ठिक छ। भ्यालु सब्स्टिट्युट गर्छौँ, C2 को भ्यालु पनि यहाँ ल्याएर राख्नु पऱ्यो अनि बााउन्ड्री कन्डिसन पनि युज गर्नु पऱ्यो। सेकेन्ड बााउन्ड्री कन्डिसन हामी युज गर्छौँ। सेकेन्ड बााउन्ड्री कन्डिसन भनेको C2x प्लस C2 इक्वल टु C1x प्लस C2 इक्वल टु 0 होइन ठिक छ। बााउन्ड्री कन्डिसन युज गर्दाखेरि यो इक्वल टु के छ हाम्रो वाइ छ, वाइ भनेको 0 हुन्छ। C1 इन्टु 1 होइन एक्सको ठाउँमा 1 राख्नुपर्छ इक्वल टु 0। C1 प्लस C2 इक्वल टु 0, C1 इक्वल टु C2 भनेको 0 निकालिसक्यो, त्यही भएर C1 पनि के आयो 0। C1 C2 0 आइसकेपछि के हुन्छ यो चाहिँ नन ट्राइबल इट इज ट्राइबल सोल्युसन हुन्छ। ट्राइबल सोल्युसन भइसकेपछि ल्याम्डा इक्वल टु 0 हुन्छ विच इज नट आइगन भ्यालु। त्यसपछि अब सेकेन्ड केसको लागि हामीले हेर्छौँ। सेकेन्ड केसको लागि हामीले के गर्छौँ भन्दाखेरि ल्याम्डा इज स्मलर देन 0 को लागि हेर्छौँ। ल्याम्डा स्मलर देन 0 को लागि हेर्छौँ। ल्याम्डा स्मलर देन 0 को लागि हामीले यो फर्मुला चाहिँ याद गर्नुपर्छ है ठिक छ। अब ल्याम्डाको ठाउँमा चाहिँ वाइ डबल ड्यास माइनस म्यु स्क्वायर वाइ इक्वल टु 0, ए स्क्वायर वाइ इक्वल टु 0 जे राखे पनि ठिक छ। वाइ डबल ड्यास माइनस म्यु स्क्वायर वाइ इक्वल टु 0, त्यही ठाउँमा वाइ डबल ड्यास प्लस ल्याम्डा वाइ इक्वल टु 0 थियो। वाइ डबल ड्यास माइनस म्यु स्क्वायर वाइ इक्वल टु 0 यसको ठाउँमा चाहिँ यो सोल्युसन चाहिँ हुन्छ। अब हामीले के माने हुन्छ भन्दाखेरि म्यु स्क्वायर इक्वल टु माइनस ल्याम्डा हामीले यहाँ मानेको हुन्छ ठिक छ। म्यु स्क्वायर इक्वल टु माइनस ल्याम्डा अथवा ए म्यु जे लेखे नि हुन्छ ठिक छ। ए स्क्वायर इक्वल टु माइनस ल्याम्डा जे भयो नि भयो, एउटा कन्सट्यान्ट ए स्क्वायर इक्वल टु माइनस ल्याम्डा ठिक। अब त्यसो हो भनेपछि ए स्क्वायर इक्वल टु माइनस ल्याम्डा भनेपछि ए इक्वल टु रुट अन्डर अथवा म्यु इक्वल टु रुट अन्डर जे लेखे नि है, म्यु इक्वल टु रुट अन्डर माइनस ल्याम्डा हुने भयो। त्यही भएर चाहिँ म्यु स्क्वायर भनेको के हुने भयो के अरे ओके म्यु भनेको म्यु होइन, हामीलाई त म्यु स्क्वायर चाहिएको छ होइन फर्मुला हो। त्यही भएर म्यु स्क्वायर इक्वल टु माइनस ल्याम्डा छ हाम्रो। ए स्क्वायर म्यु स्क्वायर इक्वल टु अथवा जे भने नि इक्वल टु माइनस ल्याम्डा छ। माइनस ल्याम्डा वाइ इक्वल टु के हुन्छ 0 हुन्छ। माइनस ल्याम्डा वाइ इक्वल टु 0 हुन्छ। अब यसलाई त लेख्न मिल्छ होइन, माइनस छ यसलाई रुट अन्डरको होल स्क्वायर वाइ इक्वल टु के हुन्छ 0 हुन्छ। वाइ इक्वल टु C1 e टु द पावर माइनस ल्याम्डा एक्स प्लस C2 e टु द पावर माइनस हुन्छ। यसको सोल्युसन चाहिँ यो हुन्छ ठिक छ। यसको सोल्युसन चाहिँ के हुन्छ यो हुन्छ C1 e टु द पावर kx ठिक छ। यो त के हो नि त के जस्तै त हो नि। C1 e टु द पावर kx प्लस C2 e टु द पावर माइनस kx, यहाँभित्र जे छ त्यही भ्यालु हाल्ने हो क्या ठिक छ। माइनस ल्याम्डा छ, माइनस ल्याम्डा भ्यालु आयो। अब बााउन्ड्री कन्डिसन फेरि यसमा पनि हामी युज गर्छौँ। यसमा बााउन्ड्री कन्डिसन भनेको वाइ 0 इक्वल टु 0 भन्नाले के गर्ने भन्दाखेरि C1 को ठाउँमा चाहिँ एक्सको ठाउँमा चाहिँ अब 0 हाल्ने। C1 प्लस C2 इक्वल टु 0 आउँछ। त्यस पछाडि के लेख्न मिल्छ भन्नु त C1 इक्वल टु माइनस C2 हुन्छ त्यहाँ भ्यालु। अब फेरि अर्को बााउन्ड्री कन्डिसन हामी युज गर्छौँ वाइ 1 इक्वल टु 0 होइन। C1 प्लस वाइ 1 इक्वल टु
एक्सको ठाउँमा हामीले 1 हाल्छौँ, यस्तो आउँछ। एक्सको ठाउँमा 1 हालिसकेपछि त्यो अहिलेको इक्वेसनमा एक्सको ठाउँमा 1 हालिसकेपछि C1 इन्टु द पावर हुन्छ। त्यस पछाडि अब हेरौँ त, अघि हामीले लेखेको थियो C1 इक्वल टु माइनस C2 भनेको ठाउँमा माइनस C1 हाल्न मिल्छ, C1 को भ्यालु निकाल्न इजी हुन्छ भनेर क्या। C1 इन्टु द पावर रुट अन्डर ल्याम्डा भयो, त्यसपछि यो भयो, त्यसपछि C1 कमन आयो होइन। अनि यसबाट चाहिँ के हुन्छ, आइदर यो भ्यालु चाहिँ के हुन सक्दैन, 0 हुन सक्दैन, त्यही भएर चाहिँ यो भ्यालुले 0 हुनुपर्ने हुन्छ। C1 को भ्यालु 0 आउँछ, त्यही भएर C1 को भ्यालु 0 भनेपछि C2 को भ्यालु पनि 0 आउने भयो, त्यही भएर इट इज अल्सो नट आइगन भ्यालु। ट्राइबल सोल्युसन दिन्छ, त्यही भएर त्यो पनि के हुँदैन, आइगन भ्यालु हुँदैन। अब हामीले के गर्छौँ भन्दाखेरि नेक्स्ट स्टेपको लागि चाहिँ ल्याम्डा ग्रेटर देन 0, ल्याम्डा ग्रेटर देन 0 को लागि y डबल ड्यास प्लस ल्याम्डा y इक्वल टु 0 हुन्छ। ल्याम्डा ग्रेटर देन 0 को लागि हामीले के स्क्वायर मान्छौँ, ल्याम्डा इक्वल टु के स्क्वायर मान्छौँ, ठिक छ। y डबल ड्यास प्लस के स्क्वायर y इक्वल टु 0 हुन्छ। यसको सोल्युसन भनेको C1 cos kx प्लस C2 sin kx हुन्छ होइन। y इक्वल टु C1 sin kx प्लस C2 sin kx, ठिक छ, इजी छ। y0 इक्वल टु 0 राख्यो भनेपछि हामीले ठिक छ के हुन्छ भनौँ त, बाउन्ड्री कन्डिसन युज राखे। अनि एक्सको ठाउँमा 0 राख्यो भनेपछि यो 0 हुन्छ, यो 0 हुन्छ, यो 1 हुन्छ। C1 इक्वल टु 0 आउने भयो। त्यस पछाडि के हुने भयो भन्दाखेरि अब यसमा लगेर भ्यालु हालौँ त, बाउन्ड्री कन्डिसन सेकेन्ड युज गरौँ त। सेकेन्ड युज गर्दाखेरि आउँछ हाम्रो, इजिली आउँछ। यसमा चाहिँ y इक्वल टु C2 sin kx हुन्छ होइन, ठिक छ। यहाँनिर किनकि यसमा 0 हाल्छौँ, यसमा 0 हालिसकेपछि त यो त C1 को भ्यालु 0 भएर यो 0 हुन्छ। C2 हुन्छ sin kx को ठाउँमा त हामीले 1 हाल्नुपर्छ किनकि y 1 लेखेको छ, त्यही भएर C2 sin k इक्वल टु 0 भयो। अब आइदर C2 इज इक्वल टु 0 भन्ने अर्को हुन्छ, इट इज अल्सो ट्राइबल सोल्युसन भन्न त मिलेन हामीले, त्यही भएर C2 इक्वल टु 0 चाहिँ हामीले लग्दैनौँ, अर गर्छौँ। साइन के इक्वल टु के गर्छौँ, n पाई गर्छौँ। के इक्वल टु कति आउँछ, n पाई आउँछ। के इक्वल टु 1 2 3 अब यो भ्यालु भइहाल्छ। अब के स्क्वायर इक्वल टु के भने, के स्क्वायर इक्वल टु ल्याम्डा छ, के इक्वल टु के आयो हाम्रो, ल्याम्डा भनेको ठाउँमा चाहिँ ल्याम्डा n है। आइगन भ्यालु निकाल्नको लागि ल्याम्डा n हाल्छौँ, n स्क्वायर पाई स्क्वायर हुन्छ। के इक्वल टु n स्क्वायर पाई स्क्वायर, यहाँबाट सब्स्टिट्युट गर्न मिल्छ। के को भ्यालु के स्क्वायर भनेको ल्याम्डा छ, त्यही भएर चाहिँ अनि ल्याम्डा n भनेको n स्क्वायर पाई स्क्वायर हुन्छ, ठिक छ। त्यस पछाडि यो भ्यालु पनि हामीले निकाल्नु। अब यहाँनिर गएर चाहिँ भ्यालु हालिदिने, ठिक छ। y एन्ड x को भ्यालु भनेको कहाँबाट हामीले निकाल्छौँ, y इक्वल टु यहाँबाट सही C2x छ नि त। y एन्ड x हामीलाई चाहिँदैन, यो छोडिदिउँ। y एन्ड x भनेको C2 n पाई x छ। त्यस पछाडि C2 भनेको ठाउँमा हामीले भ्यालु राख्छौँ, C2 नै छँदैछ, n पाई x छ, त्यही भ्यालु लगाएर सब्स्टिट्युट गरेको त हो नि। के भनेको ठाउँमा चाहिँ हाम्रो कति आउँछ भन्दाखेरि n पाई x आउँछ, त्यो भ्यालु हामीले यहाँ लगाएर राख्छौँ, C2 n पाई x आउँछ। अब y भनेको ठाउँमा यो आयो, त्यस पछाडि y इक्वल टु C2 n पाई x आयो। त्यसपछि अब यसलाई जेनरलाइज गरेर u n x लेखिदिन्छौँ, अथवा यही नै लेखे पनि खासै फरक पर्दैन। u n x a c को ठाउँमा चाहिँ हामीले C2 को ठाउँमा a लेखिदिन्छौँ, sin n पाई x यसरी नै लेख्न मिल्छ यसलाई। अब यसलाई चाहिँ हामीले a को भ्यालु निकाल्नु पर्ने हुन्छ, त्यही भएर नर्मलाइजेसन गर्छौँ। यसलाई चाहिँ के हुन्छ, 0 देखि 1 सम्म इन्टिग्रेसन गर्ने, यहाँ जे छ त्यही भ्यालु un स्क्वायर dx इक्वल टु 1 हुन्छ। यसको इन्टिग्रेसन गर्दाखेरि हाम्रो कति आउँछ, अनि a बाहिर आएर a स्क्वायर इन्टु 1/2 इक्वल टु कति हुन्छ, 1 हुन्छ। अब यो त गरिसक्यो होइन, 1/2 भ्यालु आउँछ। a स्क्वायर इन्टु 1/2 भनेको के हुन्छ, 1 हुन्छ। a स्क्वायर इक्वल टु 2 हुन्छ, a इक्वल टु रुट अन्डर 2 हुन्छ। un x इक्वल टु के हुन्छ, रुट अन्डर 2 sin n पाई x हुन्छ। यो भ्यालु हामीले निकाल्न सक्छौँ। un x भनेको sin n पाई x भनेर हामीले निकाल्न सक्छौँ। त्यसपछि अब ग्रिन्स फङ्सनको भ्यालु निकाल्छौँ। un x भइसकेपछि ग्रिन्स फङ्सन भनेको समेसन n हुन्छ, समेसन n un x un स्टार x ल्याम्डा n माइनस ल्याम्डा, ल्याम्डा n भनेको कति छ हाम्रो भन्नु त, n पाई n स्क्वायर पाई स्क्वायर छ होइन। अनि त्यसपछि ल्याम्डा भनेको के छ, के स्क्वायर छ। सबैको भ्यालु छ अनि हाम्रो निस्किन्छ। थ्याङ्क यू।